नमस्कार। हामी आज 2081 साल चैत महिनाको 3 गते स्वर्गद्वारी प्युठानमा रहेको स्वर्गद्वारी आश्रमको परिसरमा भर्खरमा आइपुगेको स्वर्गद्वारी आश्रमको त्यहाँको मन्दिर बन्दै रहेछ। यो स्वर्गद्वारी आश्रम हो। यो म स्वर्गद्वारी आश्रमको सरस्वती चाहिँ यो देखाउने कोसिस गर्दैछु। र हामी काठमाडौँदेखि आएका हौँ। कृषि विकास ब्याङ्कका साथीहरू, भूतपूर्व कर्मचारीहरूको सङ्गठन कर्मचारी पुनर्विवाह समाजको तत्त्वावधानमा हामी आइपुगेका हौँ। यो स्वर्गद्वारी आश्रमको परिसर हो। यहाँ हामी चाहिँ आज यहीँ बस्ने हाम्रो कार्यक्रम छ। भोलि सायद हामी छोरा फर्कनेछौँ। यो स्वर्गद्वारी आश्रमको परिसर हो र यहाँ चाहिँ सबै कुराहरू फुलबारी तोरीबारी रहेछन्। यो मन्दिर चाहिँ मेन भन्छ भरे 5 बजेपछि मन्दिर खुल्ने कुरा सुन्दैछ। र हामी स्वर्गद्वारी आश्रमको परिसर सफा सुग्घर देखिँदैछ। यहाँ चाहिँ हामी चाहिँ यहाँ आश्रमको चाहिँ परिसरमा छौँ। यहाँ धमाधम काम पनि भइरहेको छ। यो मन्दिर बन्दै रहेछ। भर्खर हामी आइपुगे भर्खरै जस्तै हो। र स्वर्गद्वारी आश्रमको चाहिँ यो भगवान् यो धाम हो। यहाँ भनिन्छ पञ्चपाण्डवहरू स्वर्ग जानको लागि यही बाटोबाट गएका थिए। स्वर्गद्वारी भनिएको हो। यो स्वर्गद्वारीमा शिव मन्दिर पनि रहेछ। यहाँ चाहिँ तलाउ बनेको छ। तलाउमा पानी कमै छ नि चाहिँ अब देखिन्छ नि। यहाँ चाहिँ सबै छन् आश्रमको हो। र यो स्वर्गद्वारी आश्रमको परिसरमा हामी छौँ। र भारतीय तीर्थयात्री पनि थुप्रै आउँदो रहेछन्। अब यो स्वर्गद्वारी आश्रममा करिब यो 6000 करिब लगभग 6500 मिटर फिटको हाइटमा छ। र साथीहरू यहाँ गर्दै हुनुहुन्छ। र चाहिँ दर्शनार्थीहरू हुनुहुन्छ यहाँ। र स्वर्गद्वारी आश्रममा आइपुग्नुभयो मित्रजी हुनुहुन्छ यहाँ। हाम्रो दिपकजी यहाँ हुनुहुन्छ। साथीहरू यहाँ हुनुहुन्छ। सबैलाई हार्दिक नमस्कार। र एउटा सानो मैले दृश्य खिचेर यहाँसम्म चाहिँ पेस गरेँ। हार्दिक धन्यवाद सबैलाई हेरिदिनु।